मध्यपुर छिमेकी नगरपालिका वडा नम्बर 9 निकुसियारामा आज मिति 2082 माघ 3 गते शनिबार बीच सडकमा इभी गाडी दुर्घटना भएको छ। यो चाहिँ पूर्व भक्तपुर तर्फबाट चाहिँ पश्चिम यो मध्यपुर छिमेकी नगरपालिका यो बाखा बजारतिर जाँदै गरेको यहाँबाट करिब यो यति फरकमा यो बीचमा चाहिँ रङ साइडमा चाहिँ दुर्घटना भएको छ। यो ठ्याक्कै मध्यपुर छिमेकी नगरपालिका वडा नम्बर 9 निकुसियारामा। अनि यो इभी गाडीको चाहिँ नम्बर प्लेट पनि छैन। यो 3-4 वटा लाइनै आएको रहेछ। एकदमै रङ साइडमा चाहिँ यसरी चाहिँ लडेको छ। 2 जना गाडीमा मान्छे थियो, एकजना चाहिँ घाइते भएको छ, चालक चाहिँ घाइते भएको छैन। अहिले उठाउने काम भइरहेको छ। घाइते चाहिँ हस्पिटलमा लगिसकेको छ। यो चाहिँ यहाँदेखि यो पोलमा हानेर अनि यहाँनिर दुर्घटना भएको है। यो बीच सडकमा रङ साइडमा नयाँ इभी गाडी